निपाह भाइरसको बारेमा कसले सुन्नुभएको छ यो एउटा अवेरनेस भिडियो हो। अहिले रिसेन्टली पनि भारतको वेस्ट बेङ्गलमा चाहिँ केही केसहरू चाहिँ पुष्टि भएको छ, कन्फर्म भएको छ निपाह भाइरसले गर्दा। केही केसहरू केही मानिसहरूलाई चाहिँ सङ्क्रमित भएको भनेर चाहिँ न्युज आएको छ र त्यसमा चाहिँ डब्लुएचओको अनुसार चाहिँ यो चाहिँ अलिकति जोखिम पर्न नै हुन्छ अरे के। तपाईँको अब 100 जनामा तपाईँको 60 देखि 70 जना मान्छेहरू चाहिँ मर्न सक्छन्। तर अल्सो डिपेन्ड चाहिँ केमा हुन्छ भने यसको सङ्क्रमित भएको चाहिँ लेभल हेरेर पनि हुन्छ। सबै एकदम धेरै डेन्जरस पनि हुँदैनन्। तर हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ, किनभने हाम्रो भारत र नेपालको सिमाना त नजिकै छ नि त, त्यो भएको भएर चाहिँ अहिले हाम्रो खाद्य निरीक्षण अथवा स्वास्थ्य निरीक्षणको मान्छेहरूले चाहिँ विशेष ध्यान पुर्याउनु भएको छ यो कुरामा चाहिँ। भारतबाट आउने फलफुलदेखि लिएर सबै खानेकुराहरू, किनभने यसमा तपाईँको विशेष गरेर देखिने लक्षणहरू चाहिँ बच्चा अथवा ठुलो मान्छेहरूलाई टाउको दुख्ने होइन, त्यसपछि ज्वरो आउने, अनि त्यसपछि मस्तिष्क सम्बन्धी समस्याहरू देखा पर्ने, यी सबै चाहिँ यसको लक्षणहरू हुन्। त्यही भएर यसबाट बच्नको लागि चाहिँ हामीले नियमित रूपमा खानेकुरा अथवा केही खानु अगाडि चाहिँ साबुन पानीले राम्रोसँग हात धुने, बच्चाहरूलाई तपाईँहरूले हामीले डेली रूपमा फलफुल भेजिटेबल्स दिन्छौँ नि, त्योहरू चाहिँ राम्रोसँग पखालेर धोइ पखाली गरेर मात्रै दिने। अझै म भन्छु त्यो हाम्रो बोतल वास गर्ने लिक्विड हुन्छ नि, त्यसमा राखेर पखालेर दिनुहोस्, 5-10 मिनट भिजाएर, अथवा बिटाडिन पानीमा राखेर धोएर दिँदा पनि हुन्छ, धाराको ट्याप वाटरले सफा गरेर। अनि त्यसपछि अर्को भनेको यो चाहिँ एउटा के हो त निपाह भाइरस भनेको भन्दाखेरि चाहिँ यो चाहिँ फलफुल खाने चमेरोबाट सर्ने एउटा जुनोटिक भाइरस हो कि यो निपाह भाइरस भनेको। त्यही भएर आजसम्म यसको कुनै पनि भ्याक्सिन अथवा यसको कुनै पनि औषधि निक्लिएको छैन होइन। त्यो भएको भएर चाहिँ एकदमै ध्यान पुर्याउनु होला। आफ्नो बच्चालाई खुवाउने फलफुल अथवा भुइँमा खसेको कुनै पनि खानेकुरा यत्तिकै नदिनु, पखालेर धोइ पखाली गरेर मात्रै दिनु, साबुन पानीले हात धोएर मात्रै खुवाउनु बच्चाहरूलाई। बच्चाहरू बाहिर सकेसम्म बच्चाहरूलाई बाहिर ननिकालेकै राम्रो। यो रोग लागेको सङ्क्रमित मान्छेहरूसँग डाइरेक्ट कन्ट्याक्टमा नआउने, विशेष गरी जनावरहरूसँग पनि बच्चाहरूलाई डाइरेक्ट कन्ट्याक्टमा नराख्ने। सो यो उपायहरू चाहिँ अपनाउनु होला। भारतमा देखिएको भएर चाहिँ हाम्रो नेपालमा पनि एकदमै हुन सक्ने सम्भावना धेरै हुन्छ नि त, नजिकै भएको भएर। त्यही भएर चाहिँ अहिले चाहिँ हाम्रो नेपालमा पनि डब्लुएचओले पनि यो कुराहरूमा एकदम ध्यान दिएको छ। र हजुरहरूले चाहिँ अब अरू न्युजहरू पनि आउन सक्छ, यति मर्यो यो भयो भनेर, त्यो सबै न्युजहरू हेरेर चाहिँ नडराउनु होला, नआत्तिनु होला। तर यसको आधिकारिक न्युजको लागि चाहिँ डब्लुएचओको न्युजहरू चाहिँ हेर्नु होला है त। थ्याङ्क यू।